म आज चाहिँ हजुरहरूलाई एउटा सायरी वाला सङ सुनाउने गइरहेको छु। खुदा तू जहाँ भी है रक्षा करना हमारा, खुदा तू जहाँ भी है रक्षा करना हमारा, महादेव जैसे बनना सबको, ये एक दिन मर के जाना पसंद हो नहीं है सबको, ये बात याद राख्ना भने चाहिँ अब एउटा सायरी सुरु गरौँ है त। उठेको भर्खर हो म, उठेको भर्खर हो सुत्न फेरि मन लाग्यो, म उठेको भर्खर हो सुत्न फेरि मन लाग्यो, कान्छी तिम्रो याद आएर म थुपुक्क बसेर रोएको सधैँ हो, कान्छी तिम्रो याद आएर म रोएको सधैँ हो, ए कान्छी म तिम्रो याद आएर रुँदै बसेको सधैँ हो, आँखा खोल्न पाएको छैन, आँखा खोल्न पाएको छैन याद आयो तिम्रो, आँखा खोल्न पाएको छैन याद आयो तिम्रो, उठेर हेर्छु भनेको म एक्लै रहेछु खाटोमा, यति कुरा बुझ्देऊ न फेरि आऊ न वापस, नआऊ बरु तिमीले मलाई छाडिदेऊ अरूको सङ्गत पाएर, तिमीले मलाई छाडिदेऊ अरूको सङ्गत पाएर, मलाई तिम्रै याद आउनु खोज्यो दिनरात रुवाएर, तिम्रै याद आयो दिनरात रुवाएर, नआऊ फर्केर, आउने भए मलाई फोन गर बरु म मरेरै बस्छु तिम्रो लागि भनेर, आउने सरी आउने भए फोन गर मलाई, म बस्छु झुन्डेर मरेर तिमीलाई पर्खेर, आऊ है मसँगै सँगै जान रै अर्को जन्म सँगै लिउँला है, बहिनी बनाउला तिमी मेरो, बहिनी बनाउला तिमी मेरो, अरू कसैको नबनाउला ल। सायरी कस्तो लाग्यो कमेन्ट गर्नु होला। अब गीत थोरै गाउने त, उठे सादा र तिमीलाई मन बुझाउँछ है त। हे तिम्रो याद आएर बसेको रुँदा रुँदा दिको र भनेको कस्तो कस्तो जिन्दगीमा परेछ, कस्तो जिन्दगीमा परेछ, भैँसी पारौँ भनेको सारियै हराएछ, हे भैँसी पारौँ भनेको सारियै हराएछ, उठेर जान्छु म त तिमी र बजार, उठेर जान्छु म त तिमी र बजार, नगर मेरो हुन्छु कदार, ए नगर मेरो हुन्छु कदार, तिमीले छोडेर गयौ मलाई अरूै पाएर, तिमी गयौ छोडेर मलाई अरूै पाएर, मैले पनि छोडिदिएँ तिम्रो खुसी चाहेर, मैले पनि छोडिदिएँ तिम्रो खुसी चाहेर, रुन्छु हेर तिमीलाई नै सम्झी सम्झी सम्झना, रुन्छु हेर तिमीलाई नै सम्झी सम्झी सम्झना, याद राखिराख्नु है यो मरेपछि बेथना, याद राखिराख्नु है मरेपछिको बेथना, म त मर्नी भए तिमीलाई देखेर, म त मर्नी भए तिमीलाई देखेर, अब याद राख्नु है बिर्सिजानलाई, नबिर्सिनु है मलाई बरु याद राख दाजी भनेर। र यही कुरा थियो गीत। अझ हजुरहरूलाई मेरो यो गीत कस्तो लाग्यो कृपया लेखिदिनु होला। म अहिले रुममा छु। हस्त धन्यवाद। सी यू इन नेक्स्ट ब्लग एन्ड स्टे सेफ, स्टे इन योर होम। जाडो बेसरी परिरहेको छ, हजुरहरू भित्रै रहनु होला। यति भन्दै आजको सुट यहीँ समापन गर्छु। ल हजुरहरूले मलाई लाइक गर्नुभएको छैन भने, सब्सक्राइब गर्नुभएको छैन भने गर्नुहोला। हस्त धन्यवाद।